एक समयको कुरा हो। डाँडाकाँडा र बाक्लो जङ्गलले घेरेको सिरान गाउँ नामको सानो गाउँ थियो। गाउँ शान्त थियो, तर एउटा अनौठो नियम सबैले मानेका थिए। सूर्य अस्ताएपछि कसैले पनि घर बाहिर ननिस्कनु। किन? किनभने जङ्गलतिर गाउँ खाने प्राणी बस्छ भन्ने हल्ला थियो। बुढापाकाहरू भन्थे, त्यो प्राणीले मान्छे होइन, गाउँ नै खान्छ। पहिला खेत सुकाउँछ, पानी हराउँछ, अनि घरहरू एक एक गरेर रित्तिन्छन्। एक दिन गाउँमा मिलन नामको साहसी केटो आयो। उसले यो कुरा सुनेर हाँस्यो। गाउँ खाने? गाउँ त ढुङ्गा र माटो हो, कसरी खान्छ? त्यही रात मिलन जङ्गलतिर गयो। जङ्गलभित्र पुगेपछि उसले अचम्मको दृश्य देख्यो। रुखहरू सुक्दै थिए, जमिन चिरिँदै थियो, खोला सुकिसकेको थियो, अनि एक विशाल छाया हल्लियो। त्यो कुनै दाँत भएको राक्षस थिएन, त्यो त डर, लोभ र स्वार्थबाट बनेको प्राणी रहेछ। प्राणीले भन्यो, म तब बलियो हुन्छु जब गाउँलेहरू एकअर्कामा झगडा गर्छन्, लोभी हुन्छन्, जङ्गल काट्छन् र पानी फोहोर बनाउँछन्। म तिमीहरूकै कामबाट जन्मिएको हुँ। मिलन डरायो, तर बुझ्यो। भोलिपल्ट उसले गाउँलेहरूलाई सबै कुरा सुनायो। सबैले मिलेर जङ्गल जोगाए, पानी सफा गरे, झगडा छोडे। केही समयपछि खेत फेरि हरियो भयो, खोला बग्न थाल्यो र गाउँ खाने प्राणी आफै हरायो। त्यसपछि गाउँमा एउटा भनाइ चल्यो। गाउँ बाहिरको राक्षसभन्दा गाउँभित्रको स्वार्थ खतरनाक हुन्छ।